नेपालबाट आउनेहरूलाई चाहिँ के सन्देश दिन चाहन्छु? नेपालबाट आउनेहरूलाई नआऊ भन्न चाहन्छु सिधै। किन? स्टेट नआऊ होइन, 12-15 लाख खर्च गरेर यहाँ आउनुभन्दा नआऊ। अहिलेभन्दा 3 वर्ष अगाडिको जापान अर्कै थियो, अहिले चाहिँ यस्तो भइसक्यो कि 3 वर्षपछि चाहिँ होइन यति विद्यार्थीहरू आइसक्यो कि लाइक मलेसिया भइसक्यो क्या जापान। रियल भन्दाखेरि है मलेसिया भइसक्यो, भ्यालु नै छैन क्या। अहिले यहाँबाट गाईको जिनहरूलाई कसरी निकाल्ने भन्ने छ कि जुम्बी कसरी कसको कहाँ कमी जस्तो खोज्ने निकाल्ने। अब मानौँ 6 महिनाको भिजा लिएर आएको हुन्छ, अहिले विद्यार्थी प्रायः 6 महिनाको पाइरहेछ क्या। मेन सिटी भन्छ यहाँ होइन नि त, डक्टर पाइलट बन्न त आउने होइन, यहाँ आएर गर्ने लास्टमा शिशुको नै गर्ने कामै हो, हान्ने भाँडा नै हो। लास्टमा जे गरे नि जति पढे नि जस्तो भाषा भने नि सेन्पाईहरूकै तल काम गर्ने हो। अब सेन्पाई राम्रो भयो भने उसको पनि बिल्डअप हुँदै जाने हो, तर सेन्पाई त्यस्तै पऱ्यो भने त त्यस्तै हुन्छ होइन। भन्न खोजेको कारण के हो भन्दाखेरि नआऊ भन्नुको कारण चाहिँ त्यत्रो खर्च गरेर यहाँ आउनुभन्दा 6 महिनाको भिजा लिएर आउनुभन्दा बरु अरू कन्ट्री जाऊ, जानु नै छ भने होइन। यहाँ आएर भाषा बनाऊ यताउता गरेर 6 महिनापछि जुम्बी हानिदियो भने गयो 15 लाख। 6 महिना कसले कमाउँछ? त्यो कमाउनु सक्दैन नि त, 1-2 वर्षमा पनि सक्दैन होइन। एकदमै दामी अब कोही छ यहाँ खत्रै लटरी पऱ्यो भने आफ्नो ठाउँमा छ, तर छैन सोचे जस्तो। सिधै भन्छ होइन, आउने विद्यार्थीहरूलाई नआऊ भन्न चाहन्छु। आउने छ भने चाहिँ पैसा कमाऊ, भिजिट गर्न आऊ, तर 12-15 लाख 20 लाख खर्च गरेर अझै काठमाडौँमा त सस्तो छ। अझै ग्रामीण भेगबाट आउने हुन्छ नि, जो सुदूरपश्चिमको कुनादेखि कर्णालीहरूदेखि लिएर त्यहाँ अहिले यस्तो छ नि होइन। यहीँ मैले यहीँ धेरै कुराहरू देखेँ, अब नाम भन्न मिल्दैन, यहाँ भाइ बहिनीहरू धेरैजना छन् होइन, जसलाई ट्र्यापमा पारेर होइन नेपाल फर्काउने फेरि ल्याउने पैसा खाने दलालहरूसँग इन्ट्रेक्सन पनि भएको थियो। त्यस्तो कन्सल्टेन्सीहरूलाई दलालै भन्नु मिल्दैन, कन्सल्टेन्सीहरूलाई के भन्न चाहनुहुन्छ भने चाहिँ के भन्न चाहन्छु भनेपछि राम्रोसँग होइन काउन्सिलिङ गरेर तिनीहरूलाई राम्रोसँग गरेर के छ त सबै कुरा प्रष्ट पारेर ल्याउन होला भन्न चाहन्छु होइन। सबलाई भरममा पारेर यस्तो हुन्छ उस्तो हुन्छ भनेर होइन, कहिले नदेखेको अब मानव 10 लाख लाग्ने ठाउँमा 15-20 लाख लिएर होइन, त्यसरी अमेरिकै जस्तो त्योभन्दा त अमेरिकै जानु राम्रो होइन ब्रो। त्यही हो स्टेट खानदानमा भन्नुपर्दाखेरि जापान नआऊ। आजको सन्देश के त? डोन्ट एभर कम जापान।